लेट्स गो दिस इज 1000 पोइन्ट हाम्रो ब्रदरलाई चाहिँ हैन सबैले सब्स्क्राइब लाइक कमेन्ट पनि गरौँ हैन माया पनि छ सबैजना गाइजहरुलाई है भाइलाई चाहिँ सपोर्ट गरिदिनु पर्यो र भाइले भर्खर स्टार्टिङ गरिरहेको छ हैन अब उलाई कति कुराहरु थाहा पनि छैन कति कुरा थाहा छ हैन उले सबै कुराहरुलाई मेन्टेन गरेर अगाडि बढ्ने छ र हाम्रो दाइको तर्फबाट चाहिँ सपोर्ट 100 हैन 1000% नेभर फेक हुँदैन है फेक चाहिँ कस्तो हुन्छ भने अरूले लेखेको हान्छ भने फेक हुन्छ हामी चाहिँ आफै लेखेर आफै र क्रिस्टल पनि चिप्काइदिन्छु म जस्तो हुन्छ हैन र मन पर्छ भने बेल आइकन बटनमा चाहिँ टक्क क्लिक गर्ने हैन अनि सब्स्क्राइबहरु पनि गर्न मन लाग्छ भने गरौँ र मन पर्दैन भने नि स्किप गर्दा हुन्छ ओके ब्रदरहुडबाट हो हैन द एमसी ब्रोस उसको चाहिँ उग्रेली हुड चलिसक्यो मुजी तैले लाउन सक्दैनस् हाम्रो सवारीमा ब्रेक बाइक कसको लासको अन्त्यमा सबैजना साथीको अहिले ऱ्याप खाँदाखेरि याद आयो छ क्लासको साथीको म फुका भएर छ क्लासमा गएर जान्थेँ नि ज्याप कक्षामा छिर्ने बित्तिकै मन पर्थ्यो लास्टको सिट अनि रबिनले बजाउँथ्यो बिट म चाहिँ गाउँथेँ ऱ्याप सिनको हामी नयाँ बौला पारा हाम्रो बौला हौला बुला दिँदै ब्रेक घाटीमा आइस हाम्रो ग्याङ अति नै हुड ओखरेली हुड एकदमै नाइस हाम्रो अगाडि पछाडि हिँड्न पाउँदा भाग्य मानि सोचिस त्यसैमा तल खुसी हुन पाइस हान्दै छुटेछ शब्द बुझ्न लाग्छ वर्ष दिल गर्दा बिटमा र्यापरहरु मर्छ इमानदार छन् ठाउँमा लेख सानी चल्छन् साधारण गाउँको केटा सहर पस्ता हेप्छन् पहिला मोबाइलमा थियो रेकर्ड अहिले स्टुडियोमा देख्छन् मेरो बार्स देख्दा हेभी सब स्टोरीहरु भाग्छन् म डान्स गर्दा माइकल र्याप सँगै गर्छु एक्सन मेरो खराब बानी छैन म पसे पनि जक्सन मलाई रोक्न सक्दैनस् मेरो बडी पछि तापक्रम मलाई रोक्न सक्दैनस् मेरो बडी पछि तापक्रम म साँचो कुरा बोल्छु कहिले फैलाउदिन भ्रम सबजना हुन्छ नरम मेरो चलेपछि कदम तर पनि ठिक छ बिट बजेपछि थाउजन्ड दाइरा मैले बिटमा किल त हान्नै नै पर्छ बुझिराख मेरो शब्दहरू किनकि तँलाई मेरो बिट बुझ्नलाई नै वर्षौं दिन लाग्छ हामीले नयाँ नयाँ माल चाख्छ केटाहरू भाग्छ म यति खतरा मसँग अपोनेट पनि थाक्छ मैले सिर्फ गाना अरू होइन मैले म्युजिक मात्र माग्छ अब ओखरीको केटाहरू सबजना जाग्छ मेरो ऱ्याप सुन्दा सबजना भाग्छ केटाहरू चिया कफी होइन दारू माग्छ हामी पानी होइन माथिको घाम ताप्छ तिउले झ्याप लाउँछु पार्टी क्याप हेरिराख हाम्रो अर्कै खालको छ मुजी म्याप हैन ओइ गन्तव्य लामो छ पुग्नलाई उग्रेली हुड चलिसक्यो मुजी तैले लाउन सक्दैनस् हाम्रो सवारीमा ब्रेक बाइक ब्रेक सानेको होइन हाम्रो पारा अति नै जारे पाते ऱ्याप होइन हाम्रो बोल्नु राइम हुन्छ कसले के भन्छ मैले लेखिसके भेटिसके देखिसके अब दाइरा मेरो ऱ्याप चल्न मात्र बाँकी छ बनाएको अहिले भर्खरै ऱ्याप आकाशमा हजारौं तारा छ त्यो मध्ये जुन मात्रै खास हुन्छ अधारो कोठा तिमीलाई हेरे पुग्छैन खासमा जुनमा पनि त नि दाग हुन्छ मेरो अरू भन्दा डिफरेन्ट सोच पुरै अलग हामी कार्कीको खलक म ऱ्याप हान्न निस्के काठमाडौँ सडक यो तेरो मात्र होइन सबको हो नि जगत नदेखा बढी चटक नत्र पिउँछु तेरो रगत यो ठाउँसम्म आउन लगाए कति चक्कर मेरो बदलिँदैन आकार हजार खाए पनि ठक्कर म बन्दुक होइन सिधै कलमले गर्छु टक्कर एक दिन लड्दै पढ्दै चुम्छु म नि सफलताको शिखर एक दिन लड्दै पढ्दै चुम्छु म नि सफलताको शिखर बको बाग हामी पूर्वेली थक हामी स्टेजमा चढेसी लगाउँछु आगामी फुटबलको बाग हामी फुटबलको थक हामी स्टेजमा चढेसी लगाउँछु आगामी सन्देश भाइ तैँले खासमा ऱ्याप बुझेर मात्र आउने गर मैदानको खेलमा पुगेपछि फेरि थाउजन्ड दाइस र मसँग भेट्नु पर्छ कति के भन्छ हाम्रो फ्लेक्स सुन्दा मुजी तबी मुजी मरै हुन्छ भाइ बाल सक्दैनस् भने मुजी झुन्डेर नि मरै हुन्छ हामीलाई बाल मतलब मैले ऱ्याप खानिरहेको छु होइन मुला गीत गाएको त्यसैले होला मेरो ऱ्याप नबिकेको अपोनेन्ट जस्तो सुके आए पनि नटिकेको मैले केडाहरूको हुलमा खुकुरी नजिकेको गाह्रो हुन्छ तेरो गर्दन जोगाउन हामीसँग टक्कर लिनु भन्दा अलिकति ठोस लिउन अगाडि हिँड्नु पर्छ गिरे पनि उठ्न पर्छ उठेपछि मात्र तैँले धेरै कुरा सिक्न पर्छ जिन्दगीमा बाँचेर हिँड खुड्किला चढ्नु पर्छ खुड्किला चढे भन्दैमा अवश्य लडिन्छ तर लडे पनि उठेर हिँड्न जान्नु पर्छ
मेरी आमा म यता उता हिँड्दा घरमा मेरी आमा अहिले एक्लै छिन् मेरी आमा परिवारको बोझ सबै आफू उठाउँछिन् मेरी आमा महिना पोखमा 2 वर्ष काखमा 18 वर्ष साथमा राखे तर अहिले छैन तिमी मेरो साथमा ऐ तिमीलाई कति भन्नु र गीतको माध्यमबाट भन्छु तिमीले ओइलेको फुलेको फुल भन्नु भने त्यो पनि त ओइली जान्छ इन्द्रेणी रङ्ग भन्नु त्यो पनि त बिलाइ जान्छ बगेको खोला भन्नु त्यो पनि त सुकी जान्छ मेरी आमा आकाशको जुन भन्नु त्यसमा नि त दाग हुन्छ मेरो साथीहरू सबजनालाई माया पनि छ अर्को लाइन हैन अब कसैको एक्स छ कि छैन मलाई थाहा भएन तर छ नि तर पनि हान्दैछु त्यो एक्सको लाइन आकाशमा हजारौं तारा हुन्छ त्यसमा त तर पनि जुन मात्रै खास हुन्छ अरूको मलाई बाल भएन तिम्रो मात्रै आश हुन्छ तर तिम्रो रुटमा के पनि घमण्ड छैन जुन त चम्किलो छ तर त्यसमा नि त दाग हुन्छ तिमीमा तर त्यस्तो केही पनि दाग छैन फुलेको फुलमा पनि त काँडा हुन्छ तिमीलाई थाहा छैन म पनि त्यो बोटको काँडा नै थिएँ तर म झरी गएँ तर म त्यतिखेर थाहा थिएन तिम्रो मायामा पसिरहेको थिएँ अगाडि तल झरेर हेर्दाखेरि म मात्र भनेको त्यो गुलाबको फुलमा त हजारौं काँडा रहेछ मलाई त केही थाहा भएन त्यतिकै नै तिम्रो साथमा हिँडिरहेको थिएँ साथ मागे अति नै भयो अब छोडिदिन्छु तिम्रो बारे कुराहरू मान्छे म पट्टा थिएँ तर मेरो बोलीको साथो मनबाट कुरा गरिरहेको थियो ऱ्याङहरू सोच्दा सोच्दै कता गनु घुमाएको मेरो दिमाग चारैतिर घुमिरहेको चारैतिर दाजुभाइ छैन मैले डराएको कसैलाई मैले भने होइन अगाडि आएर छैन मलाई कराएको म त्यस्तो पनि छाडा छैन म सुध्रिसकेको मान्छे हो कसैलाई गलत लाग्यो भने त म चाहिँ गलत नै सोची बसिरहेको म मेरो सोचमा हिँडिरहेको मेरो आफ्नै गन्तव्य छ यो लाइन लेखेको होइन यो लाइन लेखेको होइन पिस्टल नै हानिरहेछ सोझो केटो तर एउटा अन्जान चिकसँग फसिरहेको केटाहरूले देखिरहेको मेरो प्रगतिमा बलिरहेको मेरो दाइ र मेरो रात हल्का फुल्का झरिरहेको छक्क परिरहेको पानी परो चिप्लो त्यसैले लडिरहेको त्यसैले म फेरि उठेँ छैन म डराएको हरेक कुराबाट म हरिक भएको म हिँडिरहेको थिएँ यहाँ बाटोमा ठेस लाग्यो केटाहरू सबैजना औडा अहिले देखाइदिन्छ पर मैले खोलेर 2 इन्चको लौडा होइन मलाई थाहा भएन म तिमीसँग साथमा थिएँ तर तिमी म हुँदा पनि अरू केटासँग मस्किरहेको मैले थाहा पाएँ मेरो हातमा हुँदा ओइलेको फुल जब म खुसी भएँ अरूको हातमा त्यही फुल पुग्दाखेरि फक्रिरहेको फुलको लागि होइन यसको पुरै राइम निस्किन्छ मुजी मेरो केटी बिचके पनि बिचकिन्छ मलाई बाल छैन कि मेरो साथमा मेरो दाजुभाइहरू छ केटाहरू सबैजना कोडी लाग्छ खोरी मनपर्छ मलाई ध्यान आउनु पर्यो रातो बटनमा जुत्ता हानेर हुन्छ चप्पल हानेर हुन्छ मोबाइल फुट्नु भएन होइन अनि त्यत्रो घन्टीका हेलानलाई चाहिँ बलमा चाहिँ ड्यामै हानिदिनु पर्यो क्या राम्ररी यो गीत चाहिँ कस्तो लाग्यो सो कमेन्ट गरिदिनु होला होइन सो भिडियो अन्तिमसम्म हेर्नु भएकोमा सबैलाई धन्यवाद सो सबले लाइक सब्सक्राइब वाचिङ दिस